हेलो साथीहरू, आज चाहिँ म हाँसको मासु बनाउन लाग्दैछु। मैले चाहिँ अघि साँधेर राखेको थिएँ। अनि तेल हालेँ, मेथी हालेँ, जिरा गरेँ, हल्का पिसेर लगाउनु पऱ्यो भनेर मिठो हुन्छ भनेर मैले चाहिँ जिरा, धनियाँ, अदुवा थोरै मसला हालिकन बनाउन लाग्दैछु। मैले चाहिँ यहाँ अदुवा फ्राई गरेँ थोरै, अनि मसला पनि पिस्नु थालेँ। थोरै मसला हाल्ने भनेर मैले चाहिँ धेरै मसला गरेको छुइनँ। रोगी छौँ, त्यही भएर मसला ज्यादा खानु हुँदैन भनेर पनि हो। अनि मैले चाहिँ हाँसको मासु तेल खरिसिसक्यो, अदुवा निकालेर फेरि हाँसको मासु फ्राई गर्दैछु। यसलाई चाहिँ एकछिन डिप फ्राई हुन दिनुपर्छ। हजुरहरूले चाहिँ कसरी पकाउनुहुन्छ? मेरो पकाउने स्टाइल चाहिँ यस्तो छ। हल्का हाँसको मासु चाहिँ अलिकति बोस पनि थियो, त्यही भएर हल्का तेलहरू पनि आइरहेको छ आफै। अनि पुरै डिप भइसकेको छ। अब यो तेललाई म एकछिनमा झिक्छु। डिप फ्राई भइसक्यो। अब त्यही तेल हेर्नुहोस् त कति आएको छ। तेललाई निकाल्ने, ज्यादा तेल खानु हुँदैन भनेर मैले चाहिँ निकालेँ। एक बटुको तेल निस्किन्छ। त्यस पछाडि मैले थोरै जिरा धनियाँको धुलोहरू, मरमसलाहरू हल्का हालेर मैले चाहिँ एकछिन फेरि फ्राई गरेँ। 5 मिनट जति छोड्दै 5 मिनट जति छोड्ने, यसरी चलाएर मसलाहरू हालेर। त्यस पछाडि अनि मात्र टमाटर हाल्ने। थोरै टमाटर नहाल्दा पनि हुन्छ, तर मैले चाहिँ हल्का उसमा खानाको लागि पनि हुन्छ भनेर टमाटर थोरै हालेको। अदुवामा के अरे हाँसको मासुमा टमाटर नहाली बनाउँदा पनि मिठो हुन्छ। मैले चाहिँ थोरै हालेको, एकछिन छोपेँ। र हामी चाहिँ एकछिन भाटबटेनतिर गएको थियौँ। थोरै सामान पनि सिद्धिएको थियो र हल्का थोरै लिएर आएको। हामी चाहिँ अहिले केटिएममा छौँ, केटिएमको रुममा छौँ। त्यही भएर साथीहरू नेवारी चामल पनि लिएर आयौँ, 1 बोरा। काठमाडौँको नेवारी चामल मिठो हुन्छ। यहाँ चाहिँ यो क्युआर पनि गर्नुपर्ने रहेछ। के पर्ने हो हेरौँ, स्क्यान पनि गर्नु पर्यो। ल अब चाहिँ हाँसको मासु मैले बनाइसकेर म टेस्ट गर्दैछु। यस्तो भएको छ मासु चाहिँ हेर्दाखेरि चाहिँ। ल हामी चाहिँ 2जना भएर हामी खाँदैछौँ, टेस्ट लिँदैछौँ। मिठो भएछ, मिठो भएछ भने जस्तै स्वाद भएछ। बाबुले पनि लियो। ल हस् त, थ्याङ्क यू।